वैदेशिक श्रम भयो कि भएन भनेर तपाईको पासपोर्ट नम्बरबाट अनलाइन कसरी चेक गर्ने भनेर आजको यस भिडियोमा देखाउन गइराखेको छु। सबैभन्दा पहिला तपाईको मोबाइलको होम स्क्रिनमा आउनुहोला, त्यसपछि गुगल खोज्नुहोला। जस्तो मेरो यहाँनिर गुगल छ, यसमा टच गर्नुहोला। त्यसपछि यहाँनिर सर्च भनेर अप्सन देखिनेछ, यसमा पनि टच गर्नुहोला। त्यसपछि यहाँनिर श्रम अनलाइन लेख्नुहोला। जस्तो मैले चाहिँ यहाँनिर श्रम अनलाइनलाई जस्ट क्लिक गरेँ। यसरी क्लिक गरिसकेपछि dofe.gov.np भन्ने वेबसाइट सबैभन्दा टपमा छ, यसमा गएर जस्ट क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि स्क्रोल डाउन गर्दै तलतिर आउनुहोला। पहिलो, दोस्रो, तेस्रो नम्बरमा चाहिँ श्रम स्वीकृति खोजी स्टिकर खोजी भनेर देखाएको छ, यसमा गएर जस्ट टच गर्नुहोला। त्यसपछि यहाँनिर दुईवटा बक्स देखाएको छ। पहिलो बक्समा पासपोर्ट नम्बर लेखेको छ, दोस्रो बक्समा चाहिँ स्टिकर नम्बर भनेर देखाएको छ। जस्ट यो पहिलो बक्समा पासपोर्ट नम्बर लेखेकोमा जस्ट टच गरिदिनु होला। त्यसपछि यहाँनिर चाहिँ तपाईको पासपोर्ट नम्बर हान्नु होला। मैले चाहिँ यहाँ इक्जाम्पलको लागि एउटा पासपोर्ट नम्बर हाने। यसरी पासपोर्ट नम्बर हानिसक्नु भयो भने यहाँनिर सर्च भन्ने अप्सन छ, यसमा गएर जस्ट टच गरिदिनु होला। यदि तपाईको पनि भिजा लागिसकेको छ र श्रम भइसकेको छ भने यस्तो किसिमको डिटेल्स देख्न सक्नुहुनेछ। यदि तपाईले चेक गर्दा चाहिँ नो डिटेल्स फाउन्ड अथवा नो रेकर्ड फाउन्ड भनेर देखायो भने चाहिँ सम्झिनुस् तपाईको भिजा अझै लागिसकेको छैन अथवा श्रम आइसकेको छैन भनेर। यस्तै यस्तै भिडियोका लागि हाम्रो टिकटकलाई फलो गर्नुहोला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।